एक चट दिए दाइ ल ल ल एक चट दिए एक चट एक चट हान्यो यो खेल्न आएको छाती फुट्ला जस्तो कुदियो अक्सिजनको मात्रा कम भयो जस्तो हो तपाईँले देखिरहनु भएको छ यो चाहिँ हिउँ परिरहेछ बाटो भिजिरहेछ अगाडिपट्टि यस्तो छ सेतै छ है ल बाँकी चाहिँ अब ठाउँमा गएर भिडियोहरू बनाउँछु अहिले बाई बाई चाहिँ हामी यहाँनिर हिउँ स्केटिङ गर्न आएको छौँ मलाई एक्ज्याक्ट ठाउँ चाहिँ थाहा भएन म भरे डिस्क्रिप्सनमा हाल्छु यहाँ हाम्रो पछाडि मेरो पछाडि दाजुभाइ हिँड्नुहुन्छ साह्रै साह्रै कष्टकर भइरहेछ यहाँ दाजुभाउजू चाहिँ अगाडि बस्नुभयो यो पछाडि चाहिँ उयो छ अब यहाँनिर सायद टिकट सिकट के छ अन्दै हजुर अनि ठिक छौँ नि त होइन हामी ठिक छौँ नि अहिले ठिक छौँ है दाइ यहाँ ठिक हुनुहुन्छ अब हामी लगभग पुग्यौँ स्केटिङमा आज चाहिँ हामीहरू स्केटिङ हिउँ खेलेर निस्क्यौँ अनि यहाँ सबैजना छौँ यतातिर अलिकति आइदिनुहोस् न सबैजनालाई कता हुनुहुन्छ भाउजू बाटो राम्रो ल यता तल चाहिँ हाम्रो गाडी छ अब यो चाहिँ मेमोरी भयो है अब पछि आइन्छ आइँदैन आफ्नो ठाउँमा छ तर जे होस् इन्जोय फिल भयो मनाङ मुस्ताङ गएर खेल्ने रहर थियो यहीँ कुरा भयो अब जान्न होला हो अब जान्न होला बिहानदेखिकै जस्तो छ